हेलो एभ्रिवान, नमस्ते डस्टलेक सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ मेरो जन्मदिन हो। सो आज हामी जाँदैछौँ के भन्छ गोदावरी। अनि अहिले चाहिँ म रुममै छु। आज चाहिँ मैले रुमबाटै भ्लग स्टार्ट गरेको। सो हेर्दै गर्नु होला है। अब हामी कति 3-4 जना साथीहरू छौँ। अनि सबैजना जान्छौँ, रमाइलो हुन्छ होला आई होप। हेर्दै गर्नु होला है त। Halo Madam Ji. गाइस हामी चाहिँ बौद्ध आयो, बत्ती बाल्यो अनि अर्तिर हामी चाहिँ फेरि गोदावरीतिर हाम्रो यात्रा अब। हेलो हेलो यसले फेरि कस्तो कस्तो इपे खाने दिउँसै सुत्न पाइँदैन दिउँसै सुत्न पाइँदैन। हेलो गाइजहरू, यस्तो बिजोग छ हेर्नु बिजोकै हो र। नदेखा ल हामी चाहिँ ठ्याक्कै पुग्यो। माथि नै जाऊँ है। कता माथि? त्यो सिसा सिसा भएको छ नि, घर देख्छ नि। जाँदा गए नि हुन्छ, रमाइलो हुनु पऱ्यो। जाँदा गए नि हुन्छ यस्तो। पुल जस्तो देखाएको थिएन तपाईँ? हो त्यो? त्यही जाऊँ न, जाऊँ। पहिला गएर यहाँ पेट पूजा गर्नुपर्छ कि। हेलो, वेलकम छ मेरो भ्लगमा। हेलो हेलो आजको माथि जाऊँ ल। खाम खाम भन्ने मात्रै आएर मेरो चाहिँ अनि मान्छे भोकले पिसफुल त्यसलाई भन्छ, यसलाई भन्छ। तेर्सोमा नि भिडियो बना न। त्यो के अरे मिनी ब्लग टाइपको त्यो खानुहुन्छ कि कता यता भन्ने गर्नुपर्छ है। अब म सुझु ऊ झला चाहिँ क्या राट्या सिङ्गल बेडको ल्याएर डबल बेडको ल्याउनु पर्ने रहेछ ल त्यो सुतिहाल्ने हो र। केक त लिएर आएको कि तर यो त यस्तो भयो कि यो साथी नै गइसक्यो। केही छैन, केक चाहिँ दामी छ। यो चाहिँ सोड्नुमा है, त्यो चाहिँ सुन्नु उड्नु उड्नु लागेछ। उडे चाहिँ छैन जे होस्। उडे क्या हो? कैसा लगा हमारा केक? केक ल्याउने मान्छे म पनि हो। नि हो। ल एउटा प्लास्टिकमा चाहिँ फोटोहरू थ्याङ्क यू। Thank you, thank you, thank you, thank you.
खोइ यहाँ त चोक्टा उयो अघि नै खाइसक्यो उयोले मैले नि खाएको कस्तो देखाएको आँखा देख्दैन यार घामले चस्मा लाउनु चस्मा ल्याउ न खोइ पकाएको यसलाई चस्मा दिउँ त ब्यागले अन्त त भन्दाखेरि मलाई ब्यागमा यहाँ छ भयो चस्मा लगाएर काट ल चाहिँ अन्त देख्दै देख्दैन पुगिसक्यो त्यो बत्ती त ला फेरि फेरि ओ ल आऊ आइ त नि म्याजिक रहेछ त यहाँ बोल्छ अब के हुन्छ है के हो हावाले होला मुखले फु गर्छु गर्न झिरझिरेन हावाले हो रहेछ यार उयो स्प्रे खोइ म छदिन्छु ए त्यो मुखभरि त नछर्दै एकै ठाउँमा ओइ मा एकै ठाउँ छर्दै माथि गर्नु माथि यो ह्यापी बर्थडे टु यो पनि त्यसै गर न ह्यापी बर्थडे ओइ ह्यापी बर्थडे भन्छ न ह्यापी बर्थडे भन्छ न ल हेर्नुहोस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा भयो सक्यो छोड्देऊ खोइ स्प्रे चाहिँ गर न ल गर न अब ह्यापी बर्थडे ओइ के गरायो छापै बसेछ यार म रुनु कि ठ्याङ्की भन्नु अब मलाई यो जिन्दगीले कहाँ पुर्यायो भन्दै त फुलसाङमा के हो यो काँटो खोइ हेर कपाल कता पुगेछ बचाऊ साथीले बचाऊ अब म जान्न होला अब म जान्न म भनेको थिएँ हिजो म जान्न भनेर अनि यस्तो त नगरे भयो हुन्थ्यो नि यार दाइ उ त दिउँ न पहिला यो चाहिँ काट्नु टुक्का काटेको रहन्छ मान्छेको मुखै के गरेछ न खाइदिउँ न नि पहिला यो चाहिँ काटेर आफै खा खाएन यसले खुवाउ न त्यस्तो पहिला कला खर्ने त्यस्तो चल्दै हुँदैन नि आफै खाने हो क्या सुरुमा मेरो खराब बानी छ मेरो खराब खाउने हो खाइदिएको हुन खाऊ 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 के चाहिँ लोग रहेछ यसो किसिम लाग्ने थियो बर्थडे अलिकति लाउँ न त्यो त नला कुन लाउने भित्रको यो व्हाइट लाउने अब चाहिँ भयो नि त है बर्थडे उयो न गर न खस्यो के खस्यो एकदमै म खुवाइदिन्छु पानी ह्याप्पी बर्थडे ल त्यही चम्ची सबैलाई दिने होइन नदेऊ अब त्यो मलाई देऊ किन ल जुठो भयो नि त ल दाइ पनि आउनु दाइ जानु आउनु ल दाइ आउनु कि त्यहीँबाट त्यहीँबाट ल होइन चम्चा लिनु जा तँ पनि अब अब लगाइ अब ये ल टिका लगाइदिएन बनाएको के हो यो ल सक्यो ह्याप्पी बर्थडे टु मी भन्ने याद सक्यो ह्याप्पी बर्थडे टु मी भन्ने याद मैले अब हमारे यहाँ ऐसा ही होता है।
बर्थडे गरेको चाहिँ खोल तपाईँको मान्छे ए म त खोइ के हो के होला गेस गरौँ क्या कप जस्तो लाग्यो हो स्योर यति राम्रो डेकोरेसन रहेछ किन छिटो डर लाग्यो माई लर्ड त्यस्तो लाग्छ न्यापकिन दिँदै र एक भारिस पानी पर्छ जस्तो के होला सुन्नुमा के होला के मैले यो खोल्नै आएन रोशनी र मेरो तर्फबाट चाहिँ यही हो हाम्रो होइन रोशनी मेरो तर्फबाट धेरै धेरै माया भाइ रोशनी हो भन्न हो अनि एउटा फुल कबै हो मैले देखिसकेँ हाम्रो देखेको छैन ए हाम्रो लाली फुल जाय सिम्पल देख न गाइस ये हाम्रो लाली कति राम्रो देऊ सोन्डोमा मै रहेछ गुडिया रहेछ थ्याङ्क यू मोस्ट वेलकम सजेस्टको गरे सजेक्सन म्यान हो ए अरू त केही देख्दैन रहेछ के दिने फोटो खिचौँ न म चाहिँ ल यो चाहिँ मैले खानै सकेन यहाँ छ मेरो साथीको यति राम्रो गिफ्ट थ्याङ्क यू हजुर म ठ्याक्क 17 कटेर 18 त्यति नै हो होइन त्यति नै हो दाइ 18 हो हजुर बल्ल पुग्यो आज यो पुतली निकाल्नु भाइ यता दिनुस् न हजुर लाइफमा धेरै अगाडि बढ्नु होला हस् मेरो दाइ धन्यवाद धेरै हस् दाइ अहिलेसम्म केही प्रगति त गरेको छैन अब गर्ने हो है अब गर्छ हो दाइ हो 18 कटी भरिमा गर्ने हो 18 सिधै छैन नि छैन 18 मा लागेको 18 अब सिधै पछाडी चाहिँ अनि गर्ने अब हुन्छ होला प्रगति आजको दिनबाट उयो हुँदैछ ऊ म जस्तो खज्राको आमा यहाँ दाइ फेरि आमा आफ्नै पारामा सम्धी काब्रेली सम्धी के छ अब चाहिँ फोटो खिच्नु पर्ला र म खिचिदिन्छु को चाहिँ अगाडि लुगा किन्नु गएको ल भन त भन के भयो के भयो अरे कहानी लामो छ क्या कहानी अलि लामै छ मिरा कलेक्सनबाट किनेको है ल ठिक छ यो खानु पर्छ ह्याप्पी बर्थडे वन्स अगेन चिज गरेर फेरि खाऊ न त हैन दुईजना त भाग्नै थाले के हो त्यस्तो लाउँछ त है ओ त्यस्तो त नगर है हामी त गाली खान्छ यहाँ हेर न यस्तो बिजोग छ है हाम्रो हामीले हिल लाउने का जुत्ता लाउने हो न जुत्ता चाहिँ गाह्रो भएछ कि हाम्रो है मेरो त ठिकै छ अलि बढी बोली क्या हो टिस्युले त यस्तो रमाइलो छ है गाई धेरै यता गोदावरी भने म त झ्याप भयो अझै रहेछ के होइन निद्रा लाग्छ कि हो र मलाई चाहिँ छर्दै एकदम अगाडि मलाई होइन भनेको यति गरेर नि एउटा बोयफ्रेन्ड नि म्यानेज गर्नु सकेको छैन भाडामा ल्याउने भन्छ है भाडामा पाएन अरे भाडामा नि पाएन त कहाँ ल्याउने भन्नु फोनहरु चेक गर्नु भयो भाग्नु लागि के भयो के भन्नु यसको बिजोग भयो खाइदिनु सबले खानै सक्दैनन् त्यत्रो त
लिपस्टिक मेटिङ तपाईँ खानु म खाने भए त मैले अघि खाइदिएँ लगाइ रमाइलो भयो सक्यो नि। खायो टन्न पेटैभरि यहाँनिर केकको हालत यस्तो छ देख्न सक्नुहुन्छ सबले यसलाई त्यस्तो हेला गरेको छ बाघ भालुले खान्छ बाघ भालुले खान्छ है फोटो खिच्यो भने खोइ 100 रुपैयाँ वाउ ल हेर्नु त ल हेर्नु दिदीहरूलाई हेर्नु त आफ्नै पारामा यसलाई हेर्नु त यसलाई हेर्नु न आफ्नै पारामा ल हेर्नु त यसलाई हेर्नु न आफ्नै पारामा खिच्दैन हाम्रो के भन्ने खै केही भन्नु मनै छैन फोटो खिच्नु सबले सिकिरहेको है हेर्नु ल गाइजहरू रमाइलो भयो लास्टै हँसाएर झन्डै माऱ्यो पेटै दुख्यो मिची अब चाहिँ हामी उतातिर जान लागेको यता छ मेरो साथीहरूको जोडीहरू यहाँनिर फोटो खिच्न नमानेर बिजोक कोही यहाँनिर छ हो सबैको जिन्दगी म छ आफ्नो चाहिँ विकार छ भनेर भन्दिनँ म कोचिजु छ त्यहाँनिर एकजना यहाँ हेर्नु न यिनीहरू फोटो खिच्नु नमानेपछि के गर्नु त तान्ने भन्नु के हजुरहरूले थाहा छ राम्रोसँग पढ्नुहोस् है कति राम्रो फुलहरू भयो दामी 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 है फुल त दामी फुलेछ गोछ त होइन दुबो होइन यो त होइन नि त्यो के अरे यस्तो के अरे खोइ के हो रुख जस्तो हो कस्तो राम्रो क्या यिनीहरू है वाउ कति राम्रो उयो त्यो फुल टिप्यो भने अहिले कति तिर्नुपर्छ अरे टिप्नु पाउँदैन अरे रमाइलो भइरहेछ रमाइलो भइरहेछ रमाइलो एकदमै पसन्द ल लास्टै वनस्पति उद्यान धेरै परेपछि गोदावरी ललितपुर स्थापना विक्रम सम्वत 2019 साल कार्तिक 12 गते ए हो समूह 10 तत्कालीन राजा श्री प्राण महेन्द्रबाट क्षेत्र 12 हेक्टर 82 हेक्टर प्रतीक चिन्ह लोगो खिरोले के तपाईँलाई थाहा छ तपाईँले जति नै महँगो जुत्ता किने पनि केही फरक पर्दैन किनकि तपाईँ हिँड्ने त गलत बाटो नै हो धन्यवाद खिरोले भने नेब्ली ल यस्तो रमाइलो छ गोदावरी बनैमा रकमलै मनैमा सबै सामान हामी तपाईँ दुईजना जानु न फुल कति राम्रो हो आइसक्रिम खाएर ज्यादा हँसाउनु न दामी फुलको छेउमा एकजना यता मान्छे देख्न सक्नुहुन्छ होला को हो गाइस यिनको ठाउँ कस्तो दामी छ अनि बर्थडे गर्ल चाहिँ पछाडि छ यहाँ केकको यस्तो बिजोग छ बर्थडे टिकटक बनाउनु यार
यता त सुन्छ बर्थडे गर्लको पाला चाहिँ यस्तै आफ्नो सामान आफूले भोग्ने यति रमाइलो हो क्या यहाँनिर फुलहरू। ल हामी चाहिँ अब उतापट्टि चाहिँ के छ अरे है? त्यहाँ त्यो सिसा भएको छैन। ऊ दाइहरूलाई जाऊँ भन्नु नि। गाइजहरू बर्थडे कस्तो भयो आज कस्तो भइरहेछ मेरो बर्थडे त खासै मैले स्पेसल मनाएको नि होइन है। तर स्पेसल भयो यतिकै तर स्पेसलै भयो तर मैले केक सेक ल्याएको थिएन। मेरो साथीहरू जिन्दाबाद थियो आज सबैजना। यतिको सोचेको भन्दा राम्रो भयो भन्न है। अनि लास्टै रमाइलो भइरहेछ। तर सोचेको भन्दा रमाइलो भयो भन्न जबरजस्तीले रमाइलो भयो भन्नु परेको छ तर त्यो चाहिँ होइन नि। त्यो अरूले भन्ला मैले भन्दैन। भनिसकेर लाली गुलास देख्न सक्नुहुन्छ हाम्रो यता। कता तर ठाउँ चाहिँ धेरै राम्रो छ। अनि म चाहिँ आज के भन्न चाहन्छु आज मैले आज मैले बर्थडे गर्लको फोन चाहिँ ह्याक गरेर मैले लिएको है। ल आज चाहिँ एकदम रमाइलो भयो। यो ठाउँमा चाहिँ सबैजना आउनु होला। म चाहिँ फेरि पनि आउँछु। आज त 1-2 बजिसक्यो अब। अनि एकदम रमाइलो भइरहेछ। हाम्रो साथीहरू हाम्रो ग्रुप भनेको 5 जना छ होइन। त्यही पनि धेरै सजिलो लागिरहेछ है। धेरै सर्छ लागिरहेछ। यस्तो खुसी भइरहेछ। के भन्न चाहनुहुन्छ फेरि पनि भन्नु। तर आज चाहिँ हामीले होइन यति धेरै खान्छु भनेर यस्तो झोलामा बोकेर ल्याएको थिएँ। सबै यस्तो फिर्तै एक झोला नि खानु सकेन। सबै अनि यहाँ छ अझै उतातिर नि बोकिरहेको छ। उनीहरू दुईजना लथर हिँडिरहेछ अब के गर्नु गाइस। सोचेको जस्तो खानु चाहिँ नसक्दो रहेछ। अनि त्यसपछि चाहिँ तर रमाइलो भइरहेछ। तर यहाँ ठाउँ घुम्नु चाहिँ धेरै घन्टा लाग्दो रहेछ। मलाई थाहा छैन। साला आफ्नै जिउमा खनाइदिए थोरै भएको खनायो त्यस्तो नगर साथी। मेरो मायामा कुनै पनि कम छैन। कसो गर्थ्यो अघि? बाँदर सेतो बाँदर त्यसलाई ब्युटी बनाएन हड्डी नै भन्छ हड्डी। ल गाइजहरू हामी फोटोसोटो नि खिच्यौँ। अब हामी लाग्छौँ घरतिर। झोला बोक्ने मान्छेको झोला छैन। झोला नबोक्ने मान्छेको झोला यहाँनिर फुलहरू दामी दामी छ। ल साथीहरू लास्टै रमाइलो भयो। सोचेको भन्दा नि रमाइलो भयो है। अनि आजको भ्लग चाहिँ यति नै गर्छु। अनि अब अझै हामी यहाँबाट जानुपर्ने हुन्छ। 3-4 बजिसक्यो। अनि एकदम पिसफुल छ रहेछ यता चाहिँ। अनि यतातिर साथीहरू आउँदैछ मेरो पछि। A few moments later. Happy birthday! Thank you so much मेरो दिदीलाई। मेरो बर्थडे स्पेसल गरिदिनु भएको मेरो दिदीलाई धेरै धेरै धन्यवाद। अनि मेरो दाइलाई पनि अनि मेरो साथीलाई पनि। बाई बाई गाइस, अर्को भ्लगमा भेटौँ ल।